कसो गर्ने कुरा हो नि होइन नभएको नाम राखेको छ भने त पहिला हो बा यो हो समावेश गरेर ल्याएको छ अब आएर चाहिँ कहाँ कहाँ के भइसक्यो नयाँ युज भइसक्यो अब चाहिँ बा यो होइन हटाइदेऊ भन्दा त कसो गर्ने कुरा हो नि मिल्दैन। विदेशी नागरिकसँग चाहिँ 32-24 वर्षसम्म बिहा गरेर अनि चाहिँ 15-20 वर्षसम्म नेपाल पाउँदा नागरिक नपाउने अनि उसले बच्चा पाउँदा अब यहाँ पनि न्यायिक समितिसँग गर्नुपर्ने भेटघाट अन्तर्क्रियाकारी फरक खालको हुन्छ। न्यायिक समितिसँग चाहिँ हामीले लैङ्गिक उत्तरदायित्वको अवस्था कस्तो छ, कार्यक्रमको अवस्था कस्तो छ, न्यायिक समितिले कस्तो खालको भूमिका निर्वाह गरिरहेको छ लगायतका कुराहरू त्यहाँ सम्बन्धित हुन्छ। यहाँ चाहिँ प्रत्यक्ष यहाँ प्रमुख जिल्ला अधिकारीहरूसँग जिल्ला प्रशासन कार्यालयसँग चाहिँ हाम्रा डाइरेक्ट हाम्रो आयोगिक सेवाहरू अनि स्टेट क्राइसिस अब न्यायिक समिति भनेर त भनेको छ, तर हामीले धेरै ठाउँमा जाँदाखेरि चाहिँ के अवस्था देख्छौँ भने लैङ्गिक हिंसाका घटनाहरू, घरेलु हिंसाका घटनाहरू, महिलासँग जोडिएका धेरै त्यस्ता हिंसाका घटनाहरू चाहिँ प्रहरीमै उजुरीमा जाने कुरा चाहिँ हामीले भेटेका छौँ। त्यसमा अब यौनजन्य हिंसा, जबरजस्तीकरण लगायतका कुराहरू त झन् सिधै नै आइहाल्छन् होइन। त्यसदेखि बाहेक पनि घरेलु हिंसा र लैङ्गिक हिंसाका कुराहरूमा पनि न्यायिक समितिमा भन्दा पनि प्रहरीमा आउने कुराहरू चाहिँ हामीले बढी पाछौँ। यदि अब भनौँ आयोगको 4 वर्ष हुँदाखेरिमा हामीले विभिन्न पक्षबाट हामीले यसको विश्लेषण गरेर हामीले जति जे गर्यो भने न्यायिक समिति भनेको पोलिटिकल एउटा चाहिँ हुन्छ त्यो पोलिटिकल सिस्टमभित्रको कुरा प्रणाली हुन्छ। हामीले जस्टिस पाउँदैन होइन, हामीलाई चाहिँ बेग्लै खालको त्यस कारण एउटा कुरा त्यो। अब अर्को चाहिँ के छ भने एक खालको चाहिँ खास हुनुपर्ने कुरा चाहिँ पहिले जानुपर्ने ठाउँ भनेको चाहिँ एकदुवार अस्पतालमा जाँदाखेरि एकदुवार सङ्कट व्यवस्थापन केन्द्रमा जानुपर्ने। एकदुवार सङ्कट व्यवस्थापन केन्द्रमा गइसकेपछि त्यो केन्द्रबाट सुरक्षा निकायलाई खबर हुनुपर्ने। त्यो हिंसा पीडितलाई चाहिँ मनोसामाजिक परामर्श पनि त्यो हुनुपर्ने। सँगसँगै उसले एकपल्ट भनिसकेपछि त्यो कुरालाई फेरि उसले चाहिँ रिभिक्टिम हुने गरी उसले चाहिँ पटक पटक उसले बयान दिनु नपर्ने र जतिखेर पीडितले आफ्नो कुराहरू भन्छन् त्यतिखेर उनको चाहिँ अभियोजनका लागि उसका कुराहरू सुरक्षा प्रहरीले र सरकारी वकिलले पनि त्यसलाई डकुमेन्टेड गर्ने र त्यस सँगसँगै नै अब त्यो केस चाहिँ प्रहरीका जानुपर्ने सिस्टम चाहिँ त्यो। पीडित चाहिँ कहिले प्रहरीका आइपुग्छन्, पीडित चाहिँ कहिले प्रहरीका आइपुग्छन्, प्रहरीले चाहिँ असुरक्षामा पुर्याएको अवस्था चाहिँ हामीले धेरै देखेका छौँ। यस्तो खालको अवस्था छ। अनि त्यति भएर गइसके पछाडि पनि त्यहाँ असुरक्षामा गएर उहाँलाई धेरै ज्ञान भएर गएर न्यायिक हुन्थ्यो। अनि त्यसो भएपछि म कहाँ झर्नुहुन्थ्यो, हाकिम साहब लो अनुगमनमा जाउँ भन्नुहुन्थ्यो। यसो त्यो नगरपालिका एउटा आउनुभएको थियो। अब हाम्रोमा टर्म नपुगेको डेलिभरी गर्नको लागि गाह्रो हुन्छ होइन। अब एनआइसी अहिले सक्छ होइन, गाइनोकोलोजिस्ट आउनुहुन्छ, अपरेसन सहन हुन्छ।
तर त्यो भन्दाखेरि अब आइसियु एनआइसी चाहियो भने चाहिँ अब के गर्ने त्यो बच्चालाई होइन राख्ने ठाउँ त छैन चाहियो भने त्यस्तो हुँदाखेरि चाहिँ हामीले चाहिँ कोसीमा प्रायः अब हिंसा पीडितको बच्चा हजुर हिंसा पीडितको बच्चा अब उहाँ चाहिँ फेरि पुरै टर्म पुगिसकेर नै जस टर्म भन्दाखेरि पनि 35+ भएर आउनुभएको थियो कि त्यतिखेर मात्रै थाहा पाएर आउनुभएको थियो त्यतिखेर आउँदाखेरि अब उहाँलाई के गर्ने त भन्दाखेरि अब यहाँनिर डेलिभरी गराउनको लागि पनि हरेकै आइसियुलाई चाहियो भने त ब्याकअप छैन त्यस्तो हुँदाखेरि चाहिँ हामीले चाहिँ कोसीमा समन्वय गरेर सुरुमा चाहिँ उहाँहरूले चाहिँ के भन्नुभयो भने सिस्टर कोसी यहाँ पनि अलिकति अब त्यहाँनिर चाहिँ प्यासेन्जरको फ्लो धेरै भएकोले गर्दाखेरि होला उहाँहरूलाई चाहिँ अलिकति फेरि त्यहाँनिर पनि आइसियु एनआइसीको चाहिँ अलिकति सुविधा त्यति रहेन रहेछ होइन अनि त्यहाँनिर चाहिँ अब सिस्टर यहाँनिर पठाउनु भन्दाखेरि पनि धरानमा पठाउनु न धरानमा चाहिँ राम्रो सुविधा छ अब चाहियो भने के अरे एनआइसीको सुविधा हुन्छ अब हाम्रोमा चाहिँ छैन भने त्यस्तो गऱ्यो भने अरू ठाउँ पठाउनु पऱ्यो भने गाह्रो हुन्छ भने अनि मैले धरानमा फोन गरेँ धरानमा सिस्टरले के भन्नु भने यहाँ त झन् खाली नै हुँदैन ओसिएमसीमा फोन गर्दाखेरि यहाँ त झन् खाली नै हुँदैन अब के अरे तपाईँले कोसी नै पठाउनु भन्नु फेरि त्यहाँ दिदीलाई फोन गरेर मैले कोसी नै पठाएँ भर्खर बच्चा जस राम्रै भयो त्यहाँबाट लुगा दिने मैले यातायात खर्च गर्ने होइन अब अहिले के छ भने रेफर भएपछि मैले यहाँबाट रेफर गरेँ भने सबै सुविधा मेरो हस्पिटलले बेहोर्नु पर्छ मेरो ओसिएमसीले बेहोर्नु पर्ने भन्ने छ होइन त्यही भएर जानु आउनु यातायात खर्च अनि त्यसपछि मैले त्यहीबाट ओसिएमसीबाट लुगाहरू दिएर अनि पछिबाट आउँदाखेरि पनि अनि उहाँलाई मेडिसिनहरू दिएर अनि पठाइदिएको थिएँ अनि दिदीहरूकोमै नै हामीले चाहिँ अनि दिदीहरूकोमा नै पठाएको अनि एउटा अनि अर्को चाहिँ भनेको एउटा त्यो केस जो चाहिँ ऊ पनि 16-17 वर्ष 15-16 इयर्सको होला होइन अनि त्यो चाहिँ तर अगाडिको केस हो योभन्दा धेरै अगाडिको केस हो अब ऊ चाहिँ के हो भने अब ऊ पनि अब हिंसा पीडितै भयो होइन पीडित भएपछि उसलाई एकदम अब परिवारमा बस्न पनि गाह्रो भयो भनेर भन्यो अनि आयो ओसिएमसीमा आएपछि उसलाई मैले साइकोसोसियल काउन्सिलिङ पनि लिएर त्यसपछि साइकाट्रिक काउन्सिलिङ पनि गरेर सबै थोक गराएँ होइन साइकाट्रिक काउन्सिलिङ पनि गरेर यहाँ बस्ने नबस्ने म फ्यामिलीसँग नबस्ने भनेर भन्यो है त्यसपछि अगाडि सिटो सर हुन्थ्यो उहाँले अब उहाँ फ्यामिलीसँग बस्नै जानुहुन्न भने उहाँलाई के गर्न सकिन्छ त अब उहाँ काठमाडौँतिर जान्ने भन्दै हुन्छ भने उहाँको लागि केही खर्च व्यवस्था गरिदिनु भन्नु भने मैले उहाँहरूको लागि जानको लागि मैले 10,000 पैसा उहाँलाई मैले सिधैकै उयो सिफारिसमा उहाँलाई हामीले गरेर काठमाडौँ जानुभयो काठमाडौँ गएर फेरि बस्न सक्नु भएन फेरि अहिले घरमै आएर फ्यामिलीसँग नै बसिरहनु भएको छ अनि एउटा चाहिँ त्यस्तै केस थियो एउटाको चाहिँ धेरै नै खर्च भएर लाग्यो कि त्यो चाहिँ कुटपिटको केस थियो फिजिकल एसअपको केस थियो उसको श्रीमानसँगबाट नै पीडित भएको होइन खुट्टा खाएर जसमा उहाँको फ्र्याक्चर भएर उहाँको जो त्यो उयोहरू नै लाउनु पऱ्यो क्या त्यो खुट्टाको उयो नै लाउनु पऱ्यो भनौँ न अनि हो त्यो लाउँदाखेरि चाहिँ उहाँको धेरै खर्च लाग्यो कि 45-46 नै लाग्यो अनि अब आउनु अनि हामीसँग अब यतिखेर फलकमा आउनु है भनेर भन्छौँ नि होइन 3 दिनमा 7 दिनमा फलकमा आउनु भन्छौँ नि तर त्यसपछि उहाँहरू चाहिँ अब कन्ट्याक्ट नम्बर पनि दिन खोज्नुहुन्न होइन अब कन्ट्याक्ट नम्बर बोलाउनु खोजेर उहाँहरू कन्ट्याक्ट नम्बर पनि दिन खोज्नुहुन्न अनि त्यसपछि अब फलकमा आउनु है 3 दिनमा आउनु है भनेर भन्दाखेरि प्रायः फलकमै आइदिनुहुन्न क्या केसहरू त्यसरी चाहिँ अनि अलिक झन् अब उहाँहरूलाई अब कतिको उयो हो भनेर एउटा केस अस्ति उहाँलाई के अरे यो जस्तै यो ओसिएमसीको बारेमा यो सबै एउटा स्थानीय तहको पालिकामा चाहिँ यो एकतासँग व्यवस्थापन केन्द्रको बारेमा बोर्ड छ फ्ल्याक्स बोर्ड राखेको चाहिँ छैन यो ओसिएमसीको बारेमा कुरा के त भन्दा अरू पनि कुरा हो कि केही घटना भएर कोही पुलिसका जानुभन्दा पहिले तपाईँलाई कुनै पनि तपाईँलाई कुनै पनि लैङ्गिक हिंसाको घटना भयो घरेलु हिंसाको घटना भयो तपाईँमाथि कुनै पनि घटना भयो भनेदेखि तपाईँ चाहिँ तपाईँको गोपनीयतालाई सुरक्षित राखेर तपाईँको सम्पूर्ण उपचार त्यसपछि तपाईँका सबै आवश्यक सेवाहरू तपाईँलाई प्रदान गराइनेछ र यो एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसिएमसी हाम्रो धनकुटा जिल्ला अस्पताल सेवाले प्रदान गर्नेछ भन्ने एउटा चाहिँ बनाउनु पर्यो यो भएको छ होइन तर पनि खाँचो चाहिँ टारिएको छ तर खाँचो पनि अत्यन्तै अप्ठ्यारो गरी टारेको छ अब हामीले चुनौतीको विषयमा पनि छलफल कार्यक्रम भएको हुनाले मैले यहाँहरूसँग राख्नुपर्छ जम्मा 3टा कोठामा हामीले सेफ हाउस चलाएका छौँ होइन 3टा कोठामा एउटा अफिस कोठा एउटा भान्सा कोठा र एउटा चाहिँ अब जतिजना आए पनि ती एडजस्ट गरेर सुत्नुपर्ने जम्मा 5वटा बेड राखेका छौँ तर अटसमटस पाराले अब त्यो हामीले खाँचो टारे हो मैले अघि पनि भने र अहिले हामीलाई कस्तो अवस्था छ भनेदेखि यति धेरै चुनौती छ कि अहिले पछिल्लो समय चाहिँ जिल्ला प्रहरी कार्यालयबाट सिफारिस गरेका भन्दा बाहेक 1-2 मात्रै नभए हामी हेर्नै छोडेका छौँ भनेको किन हेर्न छोडेका छौँ भन्दाखेरि
हेर्नका लागि अब त्यहाँ जनशक्ति अब त्यहाँ अफिसियल कर्मचारीको अभाव एउटा भयो। अर्को कुरा चाहिँ कस्तो भयो भने न्यायिक समिति भएपछि एउटादेखि यता पालिकासम्म भएपछि हामीसँग अलिक कम मात्रामा पहिलेको भन्दा घटनाहरू कम पनि आउने गर्छन्। तर पनि न्यायिक समिति अथवा पालिकाभन्दा चाहिँ बेसी नै आउँदो रहेछन् हामीहरूसँग घटनाहरू। अहिलेको अवस्थामा महिला पुनर्स्थापना सेवा केन्द्रमा चाहिँ सबैभन्दा बेसी चाहिँ जब केस नै आउँछ। उमेर समूह हेर्नुपर्दा किशोरीहरूमा बेसी हुन्छ र पछिल्लो समय अत्यन्तै घटेको यो 3 महिनाको यता दसैँ तिहार पछाडिदेखि यता हेर्ने हो भने बालविवाह अत्यन्तै धेरै र पालिका वाइज रूपमा हेर्ने हो भने अहिलेको अवस्थामा ठ्याक्कै 24 गाउँपालिकामा बेसी घटना घटेको छ हाम्रो संस्थामा आएको र जिल्ला प्रहरी कार्यालयबाट पनि हामीलाई जुन खालको एउटा सुरक्षित आवासमा राख्नु भनेर चाहिँ एउटा पत्र पठाउनुहुन्छ त्यही अनुसार हामीले राख्छौँ। त्यो खालको छ। अनि अहिले कस्तो खालको अप्ठ्यारो छ भनेदेखि अघि सिटो साहबले भन्नुभयो जस्तै हामीले अब ओसिएमसी त धेरैलाई थाहा नै छैन, धेरैलाई नै। तर पनि कस्तो हुन्छ भने जे सहयोग गर्नुपर्ने छ त्यो चाहिँ अत्यन्तै भरपूर रूपमा सहयोग गर्नुभएको छ हामीले भनेपछि। तर विशेष गरेर कस्तो खालको भनेदेखि जस्तै मेडिकल्ली रूपमा चाहिँ चेकअप गरेर गर्नुपर्ने ठाउँ चाहिँ उहाँहरूले केही कसुरै नराखिकन सबै हामीलाई राति हुन्छ कि जति बेला पनि सेवा दिनुभएको छ। जिल्ला प्रहरी कार्यालयसँग नि त्यति नै धेरै समन्वय गरेर जति बेला पनि हामी सम्पर्कमै भएर के गर्ने कसो गर्ने। कहिलेकाहीँ राति 10 बजे फोन गर्नुहुन्छ, खाना हाम्रोमा खाइसकेको हुन्छ संस्थामा, अनि फेरि त्यहीँ खाना खुवाएर पठाइदिनु है भने पनि त्यो पनि गरिदिनुहुन्छ। हामी 1 बजे 2 बजे पनि रिसिभ गरेका छौँ। जस्तो जक्काको केस चाहिँ जुन अब मेडिकल गरेर आउनुपर्ने हुन्छ, टाइम लाग्छ होइन, त्यो गरेका छौँ, दुःखले गरेका छौँ। अब हामीसँग जनशक्ति कम छ, त्यो हजुरहरूलाई पनि थाहा छँदैछ। अर्को हामीलाई ठुलो चुनौती चाहिँ के छ भने अब बालिका जब केसमा आउँछ उसको बुवा अथवा मामा अथवा काकाहरू हुनुहुन्छ। राति 1 बजे हामीले रिसिभ गर्नुपर्छ, कहिलेकाहीँ 2 बजे रिसिभ गर्नुपर्छ। होटल पनि बन्द भइसकेका हुन्छन्। हामीसँग जम्मा 3वटा कोठा छन् होइन। मापदण्डले हामीलाई त्यो उसको बुवा भए पनि मामा भए पनि काका राख्न मिल्दैन। कतिसम्म हामीले गरेका छौँ भने अब यो चाहिँ मापदण्ड विपरीत काम त गर्नु पऱ्यो नि त, कि हाम्रै घरमा लानु पऱ्यो, होइन भनेदेखि बुवालाई राति 2 बजे कहाँ पठाउनु। अब अफिसमा अर्को बेड ल्याएर भुइँमा ओछ्यान लगाएर बिहान उज्यालोसम्म पारेर अनि बिहान हामीले गरेर पठाएको अवस्था छ। यो चाहिँ व्यवहारिक रूपमा होइन। यो एक खालको हजुर जग्गाकोमा त अब भिक्टिम आउँछ नि त, प्यारेन्ट्स लिएर आउनुहुन्छ नि त। जग्गा भएको अब मानिलिउँ यहाँबाट त 24 गाउँपालिका 6 नम्बर बुधबार छ नि पर्छ 5 तालको छेउ होइन। त्यहाँबाट आउँदा त राति फर्किने अवस्था नै हुँदैन, होटल पनि बन्द भइसकेका हुन्छ। अनि बस्न प्रहरी कार्यालयमा एउटा त मलाई ठ्याक्कै अहिले रिसालो थाहा पनि याद छ कि छैन। अस्ति भर्खर 1 महिना 1.5 महिना अगाडि त उहाँलाई त त्यो जेस प्रहरी कार्यालयमा पनि राखियो। अब मैले हुँदैन नि भने ठाउँै थिएन। मैले अहिले पछिल्लो समय अहिले मैले त्यहाँ हेरिरहेको छु। अनि एकै दिन 8 जना अस्ति भनेको अरू 3-4 जना के अरे अगाडि नै हुनुहुन्थ्यो। अनि 4 जना त्यतिखेर आएपछि त जब 4वटा त्यहाँबाट सुत्केरी पनि थियो कि। अब सुत्केरीसँग जब डबल सुत्न पनि मिलेन, भुइँमा ओछ्यान लगाएर अफिसमा गरेको थियौँ। त्यसै बेला फेरि एकजनाको चाहिँ अभिभावक पनि आइदिनु भयो। अनि अभिभावक आइदिएपछि अरू बेला त हामीले एडजस्ट गरेको थियौँ, लु अब यो चाहिँ हुँदैन भनेर बिचरा त्यहाँ हाम्रो के अरे महिला सेलको साथीलाई फेरि उतै व्यवस्थापन गर्नुभयो। भनेपछि यो खालको पनि अत्यन्तै अप्ठ्यारो अवस्था छ भिक्टिमहरू। तर हामी चाहिँ अलिक बेसी फलोअप चाहिँ गर्छौँ। हाम्रो संस्थाबाट के हुँदैछ त कस्तो छ भनेर चाहिँ हामीले फलोअप गर्छौँ। गर्दाखेरि म्याक्सिमम् यो घरेलु हिंसाको त अब के भइस मतलब अब उताभित्रै नमिली पनि सम्भव छैन, मिलेर पनि फेरि उहाँलाई पीडित नै हुनुहुन्छ। त्यो हरेक कुरा देखेको छ र पनि होइन ठिकै छ मिल्नु भएको छ मिल्नु न त भन्ने अवस्था हामीले बोल्नु